बाँकेको बैजनाथ गाउँपालिकाले किसानलाई 43 थान पावर टिलर वितरण गरेको छ। गाउँपालिकाको वडा नम्बर 1 देखि 8 सम्मका किसान, कृषि फर्म, किसान समूह र कृषि सहकारी संस्थालाई पावर टिलर वितरण गरिएको हो। किसानसँग पालिका प्रमुख कार्यक्रम मार्फत गाउँपालिकाले शुक्रबार औपचारिक कार्यक्रमका बीच पावर टिलर वितरण गरेको हो। गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीले किसानहरूलाई पावर टिलर हस्तान्तरण गर्नुभयो। उक्त कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष शाहीले किसानको अधिकारका निम्ति लडेका शहीद स्वर्गीय बैजनाथ थारूको सपनालाई साकार पार्न करिब 70% किसानको आर्थिक अवस्थामा सुधार ल्याउन आफूहरू निर्वाचित भएपछि 2079-80 देखि किसानसँग पालिका प्रमुख कार्यक्रम नियमित रूपमा सञ्चालन गर्दै आएको बताउनुभयो। किसानसँग पालिका प्रमुख कार्यक्रम मार्फत किसानलाई हरेक वर्ष पावर टिलर, मिनी टिलर, विद्युतीय चारा मेसिन, मिनी मिल, पम्पसेट, मोटर, डेलिभरी पाइप, दुध बोक्ने क्यान, डिजिटल तराजु, ई-लोडिङ रिक्सा, काउम्याट, भैँसी, बाख्रा, सुँगुर, बङ्गुर, कुखुरा लगायत सामग्री दिँदै आएको बताउनुभयो। विगत 2079 वैशाख 29 गते दोस्रो कार्यक्रमको लागि जनताले 5 वर्षको लागि तपाईहरु काम गर्नुस्, तपाईहरुकोलाई कामलाई हामी हेर्नेछौँ भन्ने हिसाबले उहाँलाई चाहिँ हामीलाई 5 वर्षको लागि अनुमोदन गराएर पठाउनु भएको थियो। त्यो सिलसिलामा हामी घुम्दै जाँदा, चुनावी माहौल हुँदै जाँदा र हामी विगतमा यो सामाजिक क्षेत्रमा पनि लामो समयसम्म काम गरिरहेको हुनाले केही अनुभवको आधारमा बैजनाथ गाउँपालिका भनेको यो कृषि उर्वरा भूमि हो। यहाँ धेरै किसानहरू, पशुपालक किसानहरू, त्यसै कृषिमा धेरै आबद्ध छन्, संलग्न छन् यहाँ किसानहरू र 70% जति किसानहरू यहाँ कृषि पेसा व्यवसायमा चाहिँ तल्लीन भएको अवस्थामा बैजनाथको समृद्धि ल्याउन सकिन्छ भने किसानलाई समृद्धि बनाउनुपर्छ भन्ने लक्ष्यका साथ यो किसानसँग पालिका प्रमुख कार्यक्रम जोडिएको। यसरी म तपाईँलाई जानकारी गराउँछु। एउटा त्यो पनि एउटा कार्यक्रम। एउटा अर्को कार्यक्रम के हो भनेपछि विशेष गरेर यो बैजनाथ गाउँपालिका जुन बैजनाथ थारूको नामले हाम्रो चाहिँ बैजनाथ गाउँपालिका नामाकरण भएको छ र त्योभन्दा पहिला विगतमा किसान अभियन्ता बैजनाथ थारू भनेको किसानहरूको हकहितको लागि मुद्दाहरू, तपाईँको जमिनात प्रथा अन्त्यको लागि जसको जोत उसको भोग भन्नेदेखि लिएर मध्यपश्चिमको कमान्ड हुनुहुन्थ्यो। त्यो कमान्ड भएको अवस्थामा राणाकाला शासनहरूले उहाँलाई चाहिँ मर्त्याम्य हुने गरेर उहाँलाई चाहिँ कुटेर मृत्यु गरेको थियो र उहाँको सम्मानस्वरूप किसानहरूलाई जसको नामले बैजनाथ गाउँपालिका नामाकरण भएको छ यो शहीदको सम्मान पनि गर्नुपर्छ। त्यसैले किसानहरूलाई चाहिँ हामीले चाहिँ समृद्धि बनाउनुपर्छ, किसानका हकहितका लागि काम गर्नुपर्छ भन्ने यो सरकारले किसानसँग पालिका प्रमुख र सम्मानस्वरूप शहीद बैजनाथ थारूको सम्मानमा यो किसानसँग पालिका प्रमुख कार्यक्रम जोडिएको, त्यो पनि जानकारी गराउन चाहन्छु। र धेरै किसानहरू यो हाम्रो 79-80 देखि र अहिले 4 वर्षको कार्यकाल हाम्रो सम्पन्न भइसकेछ। 5औं वर्षको कार्यकालमा हामी छौँ र हामीले धेरै कार्यकालमा मिनी टिलर, पावर टिलरहरू किसानहरूका लागि पम्पसेटदेखि लिएर मल्चिङ प्लास्टिक, टनेल, अब त्यो डेलिभरी पाइपहरू, मोटरहरू र त्यसपछि पशुतिर मिनी मिल, चारा मसिनदेखि लिएर हरेक चाहिँ काउमेटहरू, दुधका क्यानहरू यो केमा जोड्न सकिन्छ। बाख्रा पालन होइन, ग्रामीण कुखुराका चल्लाहरू वितरणदेखि र कसै न कसैलाई ठुला किसानहरू, साना किसानहरू र अति विभिन्न किसानहरूलाई पनि जोड्न सकिन्छ भन्ने उद्देश्यले यो किसानसँग पालिका प्रमुख कार्यक्रमको एउटा कार्यविधि छ। त्यो कार्यविधि अनुसार यो बैजनाथका समग्र किसानहरूलाई हामीले चाहिँ यान्त्रिकीकरण र प्रविधिसित जोडिएको म जानकारी गराउँछु। त्यो तपाईँहरूलाई चाहिँ सर्वविदित छ, मैले भनिरहनु पर्ने कुरा पनि छैन। र यो खुसी केमा छ भने गौरवको योजना भयो र यो अहिले 753 स्थानीय तहमा यो किसानसँग पालिका प्रमुख कार्यक्रमको मूलाधारमा अन्य स्थानीय तहले पनि बल्ल चाहिँ सुरु गरेका छन्। यो बैजनाथको सिको गरेर धेरै चाहिँ पालिकाहरू आएर यहाँ समन्वय गर्नुभयो। यो कसरी कार्यक्रम सञ्चालन गर्नु तपाईँले एकदमै चाहिँ गौरवको छ, एकदमै राम्रो छ। हामीले पनि यसमा जानुपर्छ, हामी पनि यो चाहिँ यो प्रविधिसित जोडिन्छ भनेर धेरै कुराहरू हामीसित कृषि शाखा प्रमुख र बैजनाथ गाउँपालिका स्थानीय सरकारहरूसित छलफल गरेर उहाँले चाहिँ यो कार्यक्रम पनि लागू गर्नुपर्छ। अहिले देखिरहनुपर्छ हरेक सल्यानतिर भयो, यो बर्दियातिर भयो, यो बाँकेमा पनि धेरै गाउँपालिकाहरू, नगरपालिकाहरूतिर तपाईँले देखिरहनु भएको छ होइन। यो मानेमा खुसी लाग्छ र हामीले कति गर्न सक्यौँ त्यो भोलिको दिनले देखाउने परिणाम हो। यो देखेला हामीले गर्न खोजेको काम के हो भने तपाईँहरूको चाहिँ यो श्रम घटाउने र त्यसरी उत्पादनमा जुन तपाईँले उत्पादन गर्छ त्यसलाई बढाउने र उत्पादन गर्दै गर्दा तपाईँले हुने लगानी घटाउने हो। हाम्रो उद्देश्य भने त्यो श्रम भनेको कसरी घट्यो भने 1 घन्टामा तपाईँको 5 देखि 6 कट्ठा जोड्छ भन्यो तपाईँले भनेपछि त्यो श्रम घट्यो नि, तपाईँको समय पनि बच्यो र तपाईँको 2500, 1500, 3500 तिर्नुहुन्थ्यो भने तपाईँको 200मा तपाईँ जोतिनु भयो। तपाईँ उत्पादनमा लगाउने लगानी पनि घट्यो हो। त्यो हाम्रो उद्देश्य भनेको श्रम घटाउने, उत्पादनमा गर्ने तपाईँले लगानी घटाउने र तपाईँलाई उत्पादन बढाउने।
हाम्रो उद्देश्य भने त्यो यही नै हामीले परिकल्पना गरेको। विशेष गरेर हाम्रो परिकल्पना भनेको तपाईँहरूलाई समृद्धि बनाएपछि बैनाथसम्म त समृद्धि हुनसक्छ भन्ने उद्देश्यको साथ यो कार्यक्रम ल्याएका छौँ। अलिक केही ढिलाइ भयो, हाम्रो चाहिँ कृषि शाखा प्रमुखले भनिसक्नुभयो। वास्तविक प्राविधिक कारणले गर्दाखेरि यो जेनजी आन्दोलन, त्यसपछि गएर चुनावी प्रक्रिया, आचार संहिता, त्यसपछि इरान अमेरिकाको लडाइँ, इराकको लडाइँ, तेल महँगो हुनु, नाकाहरू बन्द हुनु, त्यसले गर्दा पनि कतिपय कुराहरू ल्याउन समस्या परेर यो अलिक टाइमभन्दा हामीले केही ढिला दिएका छौँ। त्यही पनि तपाईँहरूले गहुँ खेतीदेखि लिएर अन्य खेतीमा तपाईँलाई प्रयोग हुनसक्छ भन्ने उद्देश्यले छिटोभन्दा छिटो जसरी पनि ल्याएर दिनुपर्छ भन्ने उद्देश्यले आज चाहिँ यो वितरण भएको जानकारी गराउन चाहन्छु। हामीले तपाईँ ट्रालीको कुरा गरिदिनुपर्छ। हामी नयाँ प्रविधिसित जोडिँदा मिनी मिल दिइसक्यौँ। हामी मिनी मिलको कार्यक्रम हुँदैन, अब किसानसँग पालिका पुर्याउने कार्यक्रम हुँदैन। किन 100% किसानले पाइसक्नुभयो, काउमेट 100% किसानले पाइसक्नुभयो, दुध बोक्ने केन्द्र पनि 100% किसानले पाइसक्नुभयो। त्यो कार्यक्रम हुँदैन। अब हाम्रो कार्यक्रम हुने के भने 83-84मा पावर टिलर पाउनु छ, तपाईँले मिनी टेलर पाउनु छ, र नयाँ के पाउनु छ भने आलु। यो हाम्रो त समग्र बैनाथ एउटा आलु खेतीको उर्वरा भूमि भएको हिसाबले पनि धेरै किसानहरू आलु खेतीमा पनि तल्लिनु भएको हुनाले यो किसानलाई अझै प्रविधिसित जोड्नुपर्छ। हामीले केही कमी गरेका छौँ भन्ने उद्देश्यले आलु चाहिँ रोप्ने मसिन, ड्याङ बनाउने मसिन, आलु उखल्ने मसिन पनि यो 83-84मा तपाईँले पाइरहनु भएको छ। त्यो सूचना खोलेपछि तपाईँले दिनु होला, त्यही अनुसार तपाईँले पाउनुहुन्छ। अर्को कुरो के भने चाहिँ हामीले पावर टिलर दियौँ, मिनी टेलर दियौँ। अब किसानलाई जोत्रे मात्र हुन्न, उहाँलाई व्यावसायिक पनि गराउनुपर्छ र उहाँलाई स्वरोजगार पनि बनाउनुपर्छ भन्नेको उद्देश्य हामी ट्राली पनि तपाईँलाई दिन्छौँ। यो वर्ष तपाईँको ट्राली पनि खुल्छ है। त उहाँले भनेअनुसार ट्राली जोडिन्छ। 15 देखि 10 फुट तपाईँले चाहिँ आफ्नो खेती गर्नुहुन्छ, आफ्नो खेतबारी जोत्नुहुन्छ, र अर्को आफ्नो जोतिसकेपछि नपाएको किसानहरूको पनि जोतेर पनि तपाईँले आफ्नो आम्दानी बढाउनु छ, स्वरोजगार हुन सक्नुहुन्छ। विगतमा हामीले दिएका अटो इलिभर रिक्साले तपाईँ एउटा कुनै पनि किसानहरूले आफ्नो काम गरेर, समूहको काम गरेर तपाईँको 35 देखि 36-40 हजार रुपियाँ आम्दानी गरेर स्वरोजगार भएको छन्। यो खुसी कुरा हो। हामीले उत्पादन गर्दै गर्दा, हामीले लगानी गर्दै गर्दा हामीले पाउने के त उत्पादन भनेको, हामीले पाउने प्रोत्साहन के हो भने उत्पादन के हो भनेपछि हामीले खोजेको के हो भनेपछि त्यो भनेको प्रतिफल हो। त्यो प्रतिफल के हो भने तपाईँ रोजगार हुनुभयो, 40,000 रुपियाँ महिनाको कमाइरहनुहुन्छ। तपाईँ किन विदेश जानुहुन्छ? अर्काको चर्बी सफा गर्न, अर्काको कुरा सुन्न किन जानुहुन्छ? त्यसैले पनि कृषि क्रान्तिबाट यहाँका युवालाई यही बैनाथमै तपाईँको तल्लिन बनाउनुपर्छ। यही चाहिँ हामीले चाहिँ आफ्नो घरमा बसेर, आफ्नो घर परिवारसित माया साटेर पनि हामी चाहिँ यहीँ चाहिँ लगानी गरेर केही बढाउन सक्नुपर्छ भन्ने उद्देश्य यो कार्यक्रम ल्याइएको। यो कतिको प्रभावकारी हुन्छ यो भोलिको दिनले देखाउनेछ। र हाम्रा चाहिँ रिक्साहरू गइरहेको देखेछौँ, हामीले नेपालगञ्ज गएका देखेछौँ, अरू तपाईँको चाहिँ गोलपुरमा गएका देखेछौँ। खुसी लाग्छ। किसानसँग पालिका फोरम कार्यक्रम गरेर पुरा लोडिङ गरेर तरकारीहरू सबै बेचिरहनु भएको छ। केही न केही चाहिँ तपाईँहरू चाहिँ खुसी भएका छौँ हामी। त्यसैले यसलाई माया गर्नु होला। त्यति मात्र होइन, यो तपाईँको माया गर्ने, यसलाई चाहिँ कसरी बचाउने भन्ने कुरा उहाँले भनिसक्नुभयो। तिरपालले ढाक्ने, कसरी चलाउने, जति माया गर्नुभयो त्यति चाहिँ तपाईँलाई उत्पादन दिनु, त्यति कम दुःख दिन्छ। यो पैसा भनेको सरकारको मात्र होइन, यो पैसा भनेको तपाईँको नि हो। तपाईँको कर पनि तिर्नुभएको छ। त्यो करबाट आएको पैसाले तपाईँले हामीले सदुपयोग मात्रै गरिदियो पाउनुभएको। त्यसैले माया गर्नु होला। यो सरकारले दियो मतलब छैन भन्ने कुरा भने केही पनि हुँदैन। यो तपाईँको पैसा पनि, खुन पसिना तपाईँको पनि यो चाहिँ यसमा पैसामा लागेको छ। यदि बुझिदिनु होला। यति भन्दै आगामी वर्षमा पनि तपाईँहरूका लागि यो बैनाथ सरकारले विभिन्न कार्यक्रम अन्य क्षेत्रमा पनि हामीले धेरै काम गरिरहेछौँ। यस्तै गाउँपालिकाका कृषि शाखा प्रमुख प्रमोद कुमार विश्वकर्माले अनुदानमा प्राप्त गरेको पावर टिलरलाई सही ढङ्गले प्रयोग गर्नुपर्ने बताउनुभयो। गाउँपालिका कृषि शाखाका नायब प्राविधिक सहायक सचिन मेघनाथका अनुसार वितरण गरिएको पावर टिलरको बजार मूल्य 2,20,000 रुपियाँ रहेकोमा 70% अनुदानमा किसानहरूले 66,000 रुपियाँ मात्र शुल्क बुझाएका छन्।